हेलो एभ्रिवान, नमस्ते। मेरो नाम अजय र तपाईहरुलाई स्वागत छ यो क्रेजी टेक नेपाल च्यानलमा। र आज यो युट्युब च्यानलको फर्स्ट भिडियो। सो म आज धेरै एक्साइटेड छु टेक जर्नी स्टार्ट गर्नको लागि। सो यो च्यानलमा हामी डिस्कस गर्ने छौं टेक्निकल रिभ्यू, टेक न्यूज एन्ड मोबाइल अनबक्सिङ, ग्याजेट रिभ्यू एन्ड एज सो अन अल द टेक्निकल थिंग्स। नेपाल सरकारद्वारा सार्वजनिक भइसकेछ कि हाम्रो यो नेपाल देशमा पनि इलेक्सन सुरु हुन गइरहेको छ। यही फाल्गुन केही गते सुरु हुनेछ र 23 र 24 गतेको जेनजी आन्दोलनले गर्दाखेरि यो नेपाल देशमा 2084 मा हुने इलेक्सन आज 2082 मा नै हुन गइरहेको छ। सो जेनजीहरूले अब इलेक्सन गराउनुहुन्छ, बट 10% जेनजीहरूको मात्र भोटर आइडी बनेको छ, तर 90% जेनजीहरूको अहिले भोटर बनेकै छैन। 16 लाख जेनजीहरूमा लगभग 1 लाख जतिको मात्र भोटर आइडी बनेछ। 15 लाख जति जेनजीहरू त्यसै रहेको छ। सो सबै जेनजीहरूले मिलेर भोटर आइडी बनाउने हो। सो अहिले सरकारले सजिलो साधन दिएको छ अनलाइन भोटर आइडी एप्लाई गर्ने। सो कसरी हुन्छ भोटर आइडी एप्लाई गर्ने? तपाईं आफ्नो घर बसी तपाईं भोटर आइडी एप्लाई गर्न सक्नुहुन्छ। सो म सबै प्रोसेस यस भिडियोमा रहेर बताउने छु। लेट्स बिगिन। वेट सबभन्दा पहिला तपाईलाई यो जानकारी हुनु पर्यो कि यस अनलाइन भोटर आइडी फर्म भर्नको लागि तपाईहरुलाई चाहिने डकुमेन्टहरु म तपाईलाई भनिरहेको छु। सबभन्दा पहिला नागरिकता चाहियो, त्यसपछि तपाईलाई पासपोर्ट साइज फोटो चाहियो र सिग्नेचर हाल्न नबिर्सिनु होला। त्यसपछि हो प्रुफ अफ एड्रेस। लेट्स बिगिन टु द टपिक फर एप्लाइङ हाउ टु एप्लाई भोटर आइडी। लेट्स बिगिन। फर्स्ट अफ अल तपाईँ गुगल क्रोम सेलेक्ट गर्नुहोस्। गुगल क्रोम सेलेक्ट गरिसकेपछि यहाँ सर्च गर्नुहोस् election.gov.np र फर्स्टमा रहेको साइटमा क्लिक गर्नुहोस् र तपाईँको यस्तो इन्टरफेस आउनेछ। त्यसमा नयाँ दर्तामा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँ आफ्नो मोबाइल नम्बर यसमा दिनुहोस् र मोबाइल नम्बर दिइसकेपछि तपाईँ नेक्स्टमा क्लिक गर्नुहोस् र यसमा ओटिपी आउँछ, ओटिपी दिनुहोस् र नयाँ दर्तामा क्लिक गर्नुहोस्। नयाँ दर्तामा क्लिक गरिसकेपछि तपाईँको सामने यस्तो इन्टरफेस आउनेछ। आवेदन भर्ने पूर्व ध्यान दिनुपर्ने कुराहरू रहेको छ यहाँ तल, तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। हालसम्म मेरो नाम यसमा टिक लगाउनुहोस्। त्यसपछि र यहाँ रहेको अंकित क्षेत्रहरू यहाँ छनौट गर्नुहोस्। तपाईँ कुन ठाउँमा बसोबास गर्नु हुनुहुन्छ त्यो नागरिकताको अनुसार। र यो छनौट गरिसकेपछि सेभ ड्राफ्ट गर्न नबिर्सिनु होला। त्यसपछि अर्कोमा जानुहोस्। त्यसपछि यहाँ पनि तपाईँ चाहिएको इन्फर्मेसनहरू इन्सर्ट गर्नुहोला। त्यसपछि यहाँ तल लिङ्ग सेलेक्ट गर्नुहोला। महिला हुनुहुन्छ भने महिला, पुरुष हुनुहुन्छ भने पुरुष। त्यसपछि टेलिफोन नम्बर अनिवार्य छैन। त्यसपछि मोबाइल नम्बर र तपाईँको जिमेल आइडी दिनुहोस् र सेभ ड्राफ्ट गरेर ओके गरिदिनुहोस्। त्यसपछि अर्कोमा फेरि जानुहोस् र गइसकेपछि यहाँ सबभन्दा पहिला यहाँ आएपछि सबभन्दा स्थायी ठेगान जस्तामा टिक लगाउनुहोस् र तलमा पनि टिक लगाएर त्यसपछि मात्र यो अंकित क्षेत्र भर्नुहोला र अंकित क्षेत्रहरू भर्दाखेरि केही नमिस्टेक गरी राम्रोसित भर्नुहोला। र ती सबै भरिसकेपछि आउनेछ नागरिकता अपलोड गर्ने समय। र नागरिकता अपलोड गर्नको लागि फाइल 1 MB भन्दा कम हुनु पर्यो। त्यसको लागि हामी जान्छौँ फेरि अर्को गुगल साइटमा। पछि यहाँ सर्च गर्ने साइज रिडक्सन र फर्स्ट साइटमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यहाँ सेलेक्ट इमेज छ, यसमा क्लिक गर्नुहोला र इमेज सेलेक्ट गरिसकेपछि यहाँ तपाईँ कति अपोसिटी यसको कम गर्न चाहनुहुन्छ क्वालिटी त्यो दिनु होला। मैले 50 होइन 70% दिए र 70% दिएपछि यहाँ रिसाइजमा क्लिक गर्नु होला। त्यसपछि डाउनलोड इमेज भन्ने छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ साइटमा डाउनलोड भइसकेछ। त्यसपछि हामी फेरि अर्कोपट्टिको नागरिकतालाई पनि फेरि रिसाइज गरी हालौ सेम टु सेम क्वालिटीमा र फेरि त्यस साइटमा आएर यहाँ चुज फाइल क्लिक गरेर यहाँ अगाडिको पहिला सेलेक्ट गर्नुहोला र ओपन गर्नुहोला। यो अपलोड भइहालेछ र अर्को पछाडिपट्टिको पनि यसमा आएर सेलेक्ट गरेर ओपन गरिदिनु होला। त्यो पनि कम्प्लिटली भइहालेछ र सेभ ड्राफ्ट गर्न नबिर्सिनु होला। सेभ ड्राफ्ट गरिसकेपछि सक्सेसफुल भइहाल्छ, ओके गरिदिनु होला र अर्कोमा फेरि जानु होला। अर्कोमा गइसकेपछि यहाँ अपाङ्गता रहेको भए होइन र हो भने हो गरेपछि अर्कोमा जानु होला। त्यसपछि तपाईँ शिक्षित हुनुहुन्छ भने शिक्षित, अशिक्षित हुनुहुन्छ भने अशिक्षितमा क्लिक गरेर जति शिक्षित हुनुहुन्छ त्यति शिक्षितको तपाईँ क्लास दिइहाल्नु होला र भाषा र समूह गरेर छनौट गर्नुहोला र सेभ ड्राफ्टमा क्लिक गर्नुहोला। त्यसपछि फेरि अर्कोमा क्लिक गर्नुहोला। अर्कोमा क्लिक गरिसकेपछि यहाँ तपाईँ कुन डेटमा जान भ्याउनुहुन्छ तपाईँ नजिकको रहेको कार्यालयमा त्यो सेलेक्ट गर्नुहोला र यसबाट मिति सेलेक्ट गर्नुहोला। मिति सेलेक्ट गरिसकेपछि यहाँ ड्राफ्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँ फेरि अर्कोमा क्लिक गर्नुहोला। अर्कोमा क्लिक गरिसकेपछि तपाईँको सामने यस्तो इन्टरफेस आउनेछ। यहाँ दर्ता गर्नुहोस् भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोला र सक्सेसफुली दर्ता भइहाल्छ। र त्यसबाट प्रिन्ट भन्ने अप्सन छ, त्यसमा प्रिन्ट गरेर तपाईँ नजिकको अफिसमा गएर त्यहाँबाट तपाईँ आफ्नो आँखाको र फिङ्गर प्रिन्ट दिइहाल्न सक्नुहुन्छ।
आजको लागि यति नै। इफ तपाईलाई यो भिडियो राम्रो लागेमा च्यानललाई सब्स्क्राइब गरी बेल आइकनको अप्सनमा हिट गर्नु होला र यस भिडियोको लागि लाइक गरी कमेन्ट बक्समा तपाईँ आफ्नो फिडब्याक दिनु होला, किनभने तपाईको सपोर्ट हाम्रो मोटिभेसन हो। सो थ्यांक्स फर वाचिङ। आजको लागि यति नै। जय नेपाल।